आज हामी यो सिद्ध गुफाको गेटबाट भित्र प्रवेश गर्दैछौँ। यो पुरा यो गुफा हेर्नुहोस् ल, यो सिद्ध गुफा हेर्नुहोस्, यो सिद्ध गुफा। हामी अब सिद्ध गुफा प्रवेश गर्छौँ साथी। नडराइकन एकदम शान्त छ, एकदम अन्धेरो छ। यो सिद्ध गुफा हो, एकदम डरलाग्दो गुफा छ है। यस्तो खतरा गुफा छ हेर्नुहोस्, एक्लै जान डर पनि लाग्छ। यस्तो डरलाग्दो गुफा। हामी गेटबाट भित्र आइसकेका छौँ। यस्तो अँधेरो छ, एकदम खतरा, हिँड्न पनि एकदम यस्तो बाटो हेर्नु भित्र गुफाभित्र। हेलो, अँधेरो छ यो सिद्ध गुफा। यहाँ यसो हिँड्दा डर पनि लाग्छ, एकदम डर हेर्नुहोस् ल। एकदम अँधेरो छ, केही देखेको छैन, गाह्रो छ। एकदम नडराइकन एक्लै आउन साह्रै डर लाग्छ साथी हो। यस्तो खतरा हेर्नुहोस् त, हिँड्न पनि एकदम गाह्रो सिद्ध गुफामा। पहिला पहिला यहाँ बाघ भालु बस्ने ठाउँ पनि हेर्नुहोस् त, यस्तो छ। यति खतरा ठाउँ छ यहाँ, पहिला बाघ भालु बस्नु जस्तो हेर्नुहोस्। यो माथि यो के छ ल, ठिक छ। माथि जाऊँ है त? हो र, जति माथि गयो उति अप्ठ्यारो छ हेर्नुहोस्। यति खतरा, जान गाह्रो छ, तर यति जान सकिन्छ, तर हामीलाई गाह्रो छ। यस्तो बाटो छ, भित्र आएर यसो हेर्नुहोस्, सबैले यसो भित्र हेर्नुहोस्। यस्तो बाटो छ, यहाँबाट जाने बाटो छैन। अब पालै पालो जानुपर्छ। काजहरू साँगुरो जान सकेन न, नजाम भो, साँगुरो छ होइन, उता जान गाह्रो छ के। साथीहरू यहाँ जान खालि गाह्रो छ, सकिन्न ल। अब यहाँ हेर्नुहोस्, यस्तो छ यहाँ तल यति। नमस्कार, यो सिद्ध गुफा, यहाँबाट भित्र जाने ठाउँ छ, तर हामी जान सकिएन, डर लागेर। यहाँ बाघ भालु पनि बस्न सक्छन् होइन। अब यता भगवान् भन्ने ठाउँ हो, यो शिवजीको यहाँ मान्छे आएर भगवान् आए भन्ने ठाउँ। आएर यहाँ ध्वजा टालिसक्यो। यहाँ हेर्नुहोस्, यता यो भएको हेर्नुहोस्, त्यसपछि तल हेर्नुहोस्। अब यो माथि यस्तो छ, यति डेन्जर ठाउँ छ यो। अब यहाँ हामीलाई झर्नै तल भाइ एकदम हेर्ने यति खतरा छ यहाँलाई माथि सिद्ध भन्छ। यस्तो खतराबाट अब झर्ने हो, एकदम डेन्जर ठाउँ छ क्या यो। बल्ल बल्ल अब झर्दाखेरि गाह्रो हुने। अब यता हेर्नुहोस्, यहाँ पनि यहाँ तल हेर्नुहोस्, यस्तो खतरा ठाउँ छ कि नि। यता हेर्नुहोस्, यता यो पनि एकदम खतरा ठाउँ। यता अब यो गुफा हेर्नुहोस्, यस्तो खतरा ठाउँ छ नि। सबैले एकपल्टको भिडियोलाई लाइक कमेन्ट र यो भिडियो अर्घाखाँची जिल्लाको भूमिका नगरपालिका हो, वार्ड नम्बर 9 को पानी सेन्टरको हो, सेन्डेपा। हामी आज यहाँ घुम्न आएका छौँ।